मलाई चिन्नु हुने मलाई चिन्नु नहुने सम्पूर्ण मेरा प्यारा प्यारा होस् मेरो साथीहरूमा म कुमारी तामाङ माझीको तर्फबाट लासो ढ्यापुला नमस्ते। र आज चाहिँ सिस्नुको दाल खानको लागि सिस्नु टिपेर गएका छन्। एकदम फेभरेट हो, मलाई त धेरै मनपर्छ र मेरो बच्चाहरूलाई पनि मनपर्छ। लक्ष्मी प्रसाद देवकोटाले भनेका छन् नि, हातको मैला सुनाको थैला के गर्नु धनाले, सागर सिस्नु खाएको बेस आनन्दै मनाइले है। बाफरे बाफ, कति आनन्द कविता छन् है। त्यसै कारणले गर्दाखेरि आज सिस्नु खाने योजना बनाएको छौँ र सिस्नु एकदम अर्ग्यानिक। हामीले खसीको मासु 12-13 हालेर ल्याएर खाम र सिस्नु 1 कचौरा खाम। अब खसीको मासुले त पुरै चिल्लोले ग्यास्ट्रिक बनाइन्छ है, एकदम गाह्रो बनाउँछ। अब यो सिस्नु हरियो पर्यो है, अर्ग्यानिकले त एकदम शरीरले राम्रो पनि हुन्छ। र यो सिस्नुमा चाहिँ मैले अब बजारको ठाउँमा खेत छैन, बारी छैन, ढिकी छैन, गाँठो छैन, त्यही कारणले गर्दा मकैको पिठो पाउन सकेको छैन। मैले मैदाबाट चाहिँ किराहरू झार्ने प्लानिङ गरिरहेको छु, कमिलाहरू। तर किरा चाहिँ छैन साथीहरू, कमिला चाहिँ झरिरहेको अवस्था। र मन परेको जुत्ता पो जुत्ता नभए खाली खुट्टा ठिक छ है। मन परेपछि एकदमै आफूलाई मन परेको चिज भएपछि पोले पनि एकदम गाह्रो भए पनि आनन्द आउँदो रहेछ के साथीहरू। त्यसैले गर्दाखेरि आज चाहिँ सिस्नुको दाल खाने योजनामा छौँ। किरा झारिरहेको अवस्था, यदि हजुरहरूलाई पनि मनपर्छ भने खानु होला, एकदम राम्रो हुन्छ स्वास्थ्यको लागि। एकदम हेर्दामा खानालाई एकदम मिठो, तर है हेर्दामा हरियो राम्रो, तर लास्टै के अति पोल्ने भने गाह्रो मात्र होइन, अति गाह्रो। आथा 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 आज मलाई जसरी पोल्या नि त्यसरी नै भरेलाई पनि अब बोटुकामा हालेर होइन खानु पर्यो होला नि त। त्यो पोलेकोहरू सबै हराउने गरेर होइन। त्यसै कारण साथीहरू मैदाको पिठोले पनि किरा चाहिँ झर्दो रहेछ है। किरा मतलब कमिलाहरू चाहिँ झर्दो रहेछ। आफूलाई मन परेपछि पोले पनि जे भए तापनि भन्छ नि एउटा छ नै, मन परेको फुला सुके पनि रसिला हो। मन परेको जुत्ता पो जुत्ता नभए खाली खुट्टा ठिक छ। अब मन परेपछि पोले पनि जे भए पनि